आउनु भएको अहिले मलाई भन्नुहुन्छ ग्रेडर खोज्नुहोस् अनि मिस्कट ल्याएर हाल्नुहोस् मकाले यता हिँड्न सबै टाउको मेरोको बालुका आउँदै आउनु जिडिनरले फोन गरेको गाउँपालिका फोन गरेको कुनै गाउँपालिका फोन गरेको अध्यक्षजीले भन्नु तपाईहरु त्यत्रो फ्याक्ट्री चलाएर बस्नुहुन्छ अरे सिधै उहाँले के भन्नुभयो पहिला यतिसम्म भने जनताले मलाई घेरेछन् हेर्नुहोस् तपाईँ आउनु पर्यो मलाई चाहिँ यहाँ जनताले घेरेछन् भन्दाखेरि ग्रेडर खोज्नुहोस् हजुरले अनि मिस्कट पठाउने जिम्मा म लिन्छु 8 ट्रिप 5 ट्रिप भन्दा 5 ट्रिप यहाँ के हुन्छ केही पनि हुँदैन यो 9 वर्ष भयो यहाँ रङ्गोली बनाएर यहाँको दिदी बहिनी भाइहरूले रङ्गोली बनाउँदाखेरि 9 वर्ष अगाडि बनाएको आज मेरो 9 वर्ष पुरा भयो 10औं वर्षमा छु दोस्रो कार्यकाल हो हैन अहिलेसम्म यो बाटोमा उहाँहरूले 5 अनि उहाँहरूलाई भन्दाखेरि वार्डबाट हाल भन्नुहुन्छ वार्डमा कहिले 90 लाख दिनुहुन्छ सिलिङ कहिले 1 करोड दिनुहुन्छ त्यहीमा 20 लाख अलरेडी तीनटा स्कुललाई टिचरहरूलाई निजी स्कुलको टिचरहरूलाई दिनुपर्छ मैले हैन 80 लाखले अब भित्री बाटोदेखि लिएर सबै ठाउँमा मैले 80 लाखले यो बाटो पनि बनाउन सक्दैन अनि उहाँहरूलाई भन्दाखेरि एउटा सम्पूर्ण बजेट हालिदिनुहोस् 1 करोड हाल्दै भने 2 करोड हुन्छ 2 करोडले यो बाटो बन्छ भन्दाखेरि खालि 4 नम्बर 5 नम्बर अनि 7 नम्बरमा उहाँहरूको ध्यान त्यति गर्दै छ अरु